हेलो गाइज, मैले चाहिँ यो किनेको थिएँ कि यो स्कुटीमा लगाएर कि यो स्कुटीलाई हुँदो रहेनछ। यो चाहिँ मेन गरी बाइकलाई हुँदो रहेछ, किनकि यसको यो ठुलो भएको कारणले बाइकको यस्तो उसमा लगाउनलाई हुँदो रहेछ। यो स्कुटीलाई चाहिँ नहुँदो रहेछ। त्यही भएर मैले चाहिँ स्कुटीमा चाहिँ रबर बाँधेर त्यसपछि यसलाई टाइट गरेँ। अनि एकचोटि यो ट्याक्कै यसरी मोबाइल यसरी हाल्यो, अनि त्यसपछि यो यसरी कस्यो। कसेपछि यो खोलिँदैन। अनि फेरि यसलाई चाहिँ यो दायाँ बायाँ घुमाउनलाई यो अलिकति लुज गरिदियो, अनि दायाँ बायाँ घुमायो, यताउता घुमायो, अनि यो चाहिँ त्यसरी सर्छ। अहिले मैले टाइट गरेको छु, तर टाइट गरे पनि अलिकति अफ रोडको लागि चाहिँ यो हुँदैन ल, किनकि अलिकति मोबाइल पनि योबाट अलिक स्लिप खाँदो रहेछ। अनि अर्को कुरो भने यो जति टाइट गरे पनि अलिअलि सर्दो रहेछ। ट्याक बिस्तारै 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 सर्दै बाङ्गो गइहाल्ने। अनि यसो 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 गर्दै यो लुज छ नि, जति टाइट गरे पनि एकदम टाइट छ, तर पनि लुज भइहाल्ने। यसो यसो जाने, कहिले कहिले यसो यसो जाने, ठ्याक्कै एक्ज्याक्ट पोजिसनमा नबस्ने रहेछ। तर मलाई त्यति राम्रो लागेन यो चाहिँ।